हेलो एभ्रिवान, आजको यस भिडियोमा हामी क्लास 12 म्याथमेटिक्समा डेरिभेटिभ भन्ने च्याप्टरलाई फुल्ली कभर गर्नेछौँ। केही कन्सेप्टहरू लग्नेछौँ, फर्मुलाहरू पढ्नेछौँ र गाह्रो टाइपको क्वेसनहरू इक्जाममा आउने इम्पोर्टेन्ट क्वेसनहरू पनि सल्भ गर्नेछौँ। सो सुरु गरौँ आजको क्लासलाई। सबैभन्दा पहिला डेरिभेटिभको डेफिनेसन इक्जामको पोइन्ट अफ भ्यूले एकदमै महत्त्वपूर्ण हुन्छ। जसरी भए पनि याद गर्नु होला। मैले यहाँ डेफिनेसन लेखिदिएको छु एकदमै छोटो र मिठो तरिकाले। इट्स द इन्स्ट्यान्टेनियस रेट अफ चेन्ज इन वाइ विथ रेस्पेक्ट टु एक्स। यसलाई इन्स्ट्यान्टेनियस रेट अफ चेन्ज इन अ फङ्सन भनेर पनि डिफाइन गर्न सकिन्छ। र यो सिम्पल मिनिङ पनि थाहा पाउनुपर्छ। फर्स्ट डेरिभेटिभबाट हामीले क्यालकुलेट गर्दा क्लास 11मा यो रुलहरू युज गर्थ्यौँ हैन। यसको बारेमा पनि थोरै बुझ्नुपर्छ। यो कुरा पनि थाहा पाइराख्नु होला। dy बाई dxलाई हामीले यो पनि लेख्छौँ भनेर। अनि यसलाई यसरी पनि लेख्न पाइन्छ, लिमिट डेल्टा एक्स टेन्स टु 0 है, डेल्टा वाई अपन डेल्टा एक्स। यो भन्नु र यो भन्नु एउटै हो है। अब इक्जाममा केही घुमाएर सोधिदियो भने तपाईँले यसरी लेख्न सक्नुहुन्छ, बुझ्न पनि सक्नुहुन्छ। ठिक छ। अनि अब क्लास 12मा गइसकेपछि हामीले यी फर्मुलाहरू त क्लास 11का फर्मुलाहरू हुन्। साइन र कस भन्नु मतलब ट्रिग्नोमेट्रिक फङ्सन्सहरू, सर्कुलर फङ्सन्सहरू र इन्भर्स सर्कुलर फङ्सन्सहरूको डेरिभेटिभहरू निकाल्न हामीले क्लास 11मा पनि सिकेको। यसमा प्रुभ गर्नुपर्ने अथवा प्रुभ गर्नुपर्ने केही पनि देखिँदैन, प्रुभ गर्नु पर्दैन। हामीले सबै फर्मुलालाई मेमोराइज गर्न सक्छौँ। अब फर्मुला मेमोराइज गर्न अलिकति झन्झटिलो छ तर सजिलो छ है। यसरी फर्मुला याद गर्न सकिन्छ। साइनको कस हुन्छ, कसको साइन हुन्छ। सिम्पली बुझ्नुहोस् है, साइनको कस, कसको साइन, टेनको सेक, कटको कोसेक। तर तपाईँले जुन ठाउँमा सिओ लागेका जुन वर्डहरू छन् नि, तिनीहरूको साइन जहिले पनि नेगेटिभ हुन्छ डेरिभेटिभमा। जस्तै यहाँनिर कसको साइन नेगेटिभ छ, कसलाई माइनस साइन एक्सले जनाइएको छ। त्यसै गरी चाहिँ कटलाई चाहिँ माइनस कोसेक स्क्वायर एक्सले जनाइएको छ हैन। र सिओ नलागेकाहरूको चाहिँ पोजिटिभ छ। यो कुरालाई चाहिँ ध्यान दिनु होला। अब यसरी मेमोराइज त गर्नु नै पर्छ है। मेमोराइज जसरी भए पनि गर्नुपर्छ। अनि इन्भर्स ट्रिग्नोमेट्रिक फङ्सन अथवा इन्भर्स सर्कुलर फङ्सन पनि भनिन्छ यसलाई। यसको पनि फर्मुला याद गर्ने सिमिलर ट्रिकहरू छ। साइनको र कसको, यहाँ साइनको पोजिटिभ छ, सेम छ, तर यहाँ चाहिँ माइनसमा सेम छ। अनि त्यसपछि टेनको चाहिँ के छ, 1/1 + x² छ। यसमा चाहिँ नेगेटिभ छ कटको। सिम्पल हो, यो पोजिटिभ छ, यो नेगेटिभ छ, कोसेकमा माइनसमा छ, यहाँ एक्स थपिएको छ र यो चाहिँ उल्टो फर्किएको छ। हेर्नुहोस् त, यहाँ माथि 1 - x² थियो, 1 - x² थियो हैन। यहाँ पनि 1 - x² थियो। यहाँ चाहिँ x² - 1 भएको छ दुइटैको। तर सेककोमा सिओ छैन नि है, त्यो भएर माइनस साइन लाग्दैन। यहाँ चाहिँ सिओ छ, माइनस साइन लाग्छ। यहाँ पनि सिओ छ, माइनस साइन लगाएको छ। यसरी चाहिँ सिम्पल मिनिङबाट फर्मुलाहरू याद गर्न सक्नुहुन्छ। अब अर्को कुरा बुझ्नुपर्छ, क्लास 12मा नयाँ भनेको हाइपरबोलिक फङ्सन्सहरूको डेरिभेसन अथवा चाहिँ हाइपरबोलिक फङ्सन्सको मिनिङको कुरा गरौँ। अब हामीले पहिला मिनिङमा जाउँ। हाइपरबोलिक फङ्सन भनेको के हो हैन। हाइपरबोलिक फङ्सन भनेको चाहिँ के हो बुझौँ है पहिला। सिम्पली अब सिम्पल मिनिङ बुझ्यो भइहाल्छ। सर्कुलर फङ्सन भनेर भन्छौँ नि हामी है, साइन एक्स कस एक्सलाई। यो सर्कुलर फङ्सन किन भनिन्छ भने एउटा सर्कलबाट बन्छन् भन्नुको मतलब चाहिँ पहिले तपाईँले साइन एक्स पढ्नुहुन्छ नि, यो सर्कलबाट बन्छन् क्या। सर्कलबाट आउने कुराहरू हुन् ती सबै। साइन एक्स कस एक्सहरू सर्कलबाट आउँछन्। तर हाइपरबोलिकको केसमा, हाइपरबोलिक फङ्सनको केसमा के हुन्छ, हाइपरबोला अब हामीले क्लास 12मा कति धेरैले अब पढिसक्नु भयो होला हैन। हाइपरबोला भनेको चाहिँ के हुन्छ भने सिम्पली यसरी बुझ्नुहोस्। हाइपरबोला भनेको यस्तो फर्ममा अथवा यस्तो फर्ममा हुन्छ। यस्तो चाहिँ हाइपरबोला हुन्छ। यी हाइपरबोलाबाट बन्ने फङ्सनहरूलाई हामी हाइपरबोलिक फङ्सन भन्छौँ। क्लास 10मा पनि यी चित्रहरू सिमिलर देखेका हुन्। यो सर्कलबाट बन्ने भएकाले गर्दा ट्रिग्नोमेट्रिक फङ्सनलाई सर्कुलर फङ्सन भन्छन्। यो हाइपरबोलिक फङ्सन भनेको अरू केही पनि होइन, ट्रिग्नोमेट्री नै हो। साइनसँग एच लाग्छ, कससँग पनि एच लाग्छ पछाडि, अनि बल्ल एङ्गल आउँछ। कुरा यति मात्र बुझ्नुहोस्। अन एन एभरेज
यी चाहिँ सर्कलबाट बन्ने भएकाले सर्कुलर फङ्सन हुन्, यी चाहिँ हाइपरबोलाबाट बन्ने भएकाले हाइपरबोलिक फङ्सन्सहरू हुन्। ठिक छ। अब यसको लागि हामीले धेरै कुरा केही बुझ्नु पर्दैन। दुईवटा फर्मुलाहरू छन्, साइन एचएक्सको फर्मुला छ, कस एचएक्सको फर्मुला छ। यी भनेका हाइपरबोलिक फङ्सनको फर्मुला हो, डेरिभेटिभ चाहिँ होइन है। फेरि यिनीहरूको आफ्नो फर्मुला हो। यिनीहरू भनेको 1/2 अथवा e को पावर x माइनस e को पावर माइनस x अपन 2 यसको, अनि कस एचएक्सको चाहिँ लेखेकै छ e को पावर x प्लस e को पावर माइनस x अपन 2। अनि त्यसपछि अब यहाँ हेर्नुहोस् है, अब अरू फर्मुलाहरू पढ्न जरुरत हुँदैन। यी दुईटाको फर्मुला पढ्यो भने टेनको फर्मुला यी दुईटाको फर्मुलाबाट बनाउन सकिन्छ। किनकि टेन भनेको त साइन एचएक्स अपन कस एचएक्स हो, त्यसै गरी कोसेक भनेको त 1 अपन साइन एचएक्स हो है। यिनीहरू अरू सब सिमिलर, यी दुईटा फर्मुला थाहा भयो भने अरू फर्मुला बनाउन सकिन्छ। यति इम्पोर्टेन्ट त हुँदैन, तर पनि थाहा पाइराख्दा एकदमै राम्रो। त्यसै गरी मसँग यहाँ हाइपरबोलिकका डेरिभेटिभ, हाइपरबोलिक फङ्सनका डेरिभेटिभहरूको पनि केही फर्मुला छ। अब हामीले सिम्पली बुझ्नुपर्छ, यहाँ यसलाई पनि मेमोराइज गर्नुपर्ने हुन्छ तपाईँले है। मेमोराइज नगरी त हुँदैन, यसलाई पढ्नको लागि पनि यसको लागि पनि सिम्पल ट्रिक के छ भन्नुहुन्छ भने साइनको डेरिभेटिभ कस हुन्छ, सिमिलर अगाडिको जस्तै हुन्छ। साइनको कस, कसको साइन, त्यसपछि लिएर टेनको सेक स्क्वायर होइन, सिमिलर त्यही छ, तर यहाँ एच लागेको हुन्छ। र यी फर्स्टका तिनवटा साइन, कस र टेनको डेरिभेटिभमा जुन आउँछ नि त्यसको साइनहरू पोजिटिभ हुन्छ। त्यो पछाडिका सेक, कट र कोसेकको चाहिँ साइनहरू माइनस हुन्छ। अरू फर्मुला सबै ट्रिग्नोमेट्रीको जस्तो हो। ट्रिग्नोमेट्रीमा जे पढेको हुन्छ, जे देखेको हुन्छ त्यही नै फर्मुला हो। र यिनीहरूको इन्भर्समा पनि फर्मुलाहरू यसै गरी कम्पेरिजन गरेर पढ्न सक्छौँ हामीले। अब यी दुईवटा सिम्पल ट्रिग्नोमेट्रिक र हाइपरबोलिक फङ्सनको डेरिभेटिभमा हामीले गर्दाखेरि धेरैपल्ट कन्फ्युज हुन्छौँ, त्यो पनि स्पेसल्ली इन्भर्सको बेलामा होइन। इन्भर्सलाई फर्मुला पढ्दाखेरि चाहिँ अलि राम्रोसँग पढ्नु होला। यी फर्मुलाहरू जता पनि भेटिन्छन्, यहीँबाट पनि लेख्न सक्नुहुन्छ, होइन भने किताबमा पनि यति धेरै फर्मुलाहरू भेटिन्छन्। त्यसै गरी इम्पोर्टेन्ट हुने भनेका यिनीहरू इन्भर्सको पनि इम्पोर्टेन्ट छ, डेरिभेटिभ सिम्पलको पनि इम्पोर्टेन्ट छ होइन। यसलाई चाहिँ मेमोराइज गर्नै पर्ने हुन्छ, गरेन भने चाहिँ हिसाब गर्न अलिकति गाह्रो हुन्छ। अनि त्यसै गरी सम आइडेन्टिटिज अफ हाइपरबोलिक फङ्सन भनेको हामीले ट्रिग्नोमेट्रिक आइडेन्टिटिजहरू पढाएको थियौँ नि हो क्लास 10मा 9मा। त्यसै गरी हाइपरबोलिक फङ्सनका पनि केही आइडेन्टिटिजहरू हुन्छन्। भन्नुको मतलब सिम्पल बुझ्नुहोस्, यसरी यी फर्मुलाहरू हुन् भनेर बुझ्नुहोस् है। आइडेन्टिटिज भन्नाले अब यी फर्मुलाहरू हुन् जो साइन कस युज गरेर हामीले बनाउँथ्यौँ, त्योभन्दा अलिकति फरक हुन्छ। भन्नुको मतलब ट्रिग्नोमेट्रीभन्दा अलिकति फरक फर्मुलाहरू हुन्। यी फर्मुला एकदम इम्पोर्टेन्ट हुन्छन्, कति धेरै ठाउँमा युज भएका हुन्छन्। यसलाई पनि मेमोराइज गर्नुपर्छ। यति सिम्पल्ली फर्मुलाहरू पढिसकेपछि हामीले यो च्याप्टरका हिसाबहरू यति इजिली गर्न सक्छौँ। यो च्याप्टरमा प्रायः जस्तो कन्सेप्टभन्दा पनि बढी फर्मुलाहरू काम लाग्छ। सो त्यो भएर फर्मुला मेमोराइज नगरिकन हिसाब गर्ने प्रयास नगर्नु होला। पहिला फर्मुला राम्रोसँग पढ्नु होला होइन, त्यसपछि चाहिँ हिसाब इजिली गर्न सकिन्छ। अब क्वेसनमा इक्जाममा प्रायः यस्तै टाइपको क्वेसनहरू आउँछ होइन। मैले सेटबाट उठाएको क्वेसन हो। यसलाई गर्नको लागि हामीले के गर्नुपर्छ भने लेट गर्नुपर्छ। y बराबर चाहिँ साइन एच एक्स बाई ए को होल पावर एक्स स्क्वायर। अब तपाईँले लेट गरिसकेपछि टेकिङ लोगारिथमिक फङ्सन अथवा लग भनौँ है, टेकिङ लग अन बोथ साइड भनेर गर्नुपर्छ। लगको मिनिङ अब प्रायः थाहा होला होइन, थाहा छैन भने लग भनेको लोगारिथमिक फङ्सन हो जसले काम के गर्छ भने लग वाइ। अब लग लग्यो भने फरक केही हुन्न, यो अगाडि ल्याउन मिल्छ। भन्नुको मतलब यसलाई एक्स स्क्वायर लगमा साइन एच एक्स बाई ए यसरी लेख्न पाइन्छ। यसलाई पावरलाई तल झार्न पाइन्छ मल्टिप्लाईमा है। यति फरक हो, त्यो भएर लग लगिन्छ, नत्र भने सिम्पली गर्न सकिन्थ्यो होला है। लग वाइ जस्ताको तस्तै। अब एक्स स्क्वायर यो इन्टुमा छ है, इन्टुमा लग साइन एच एक्स बाई ए। हामीले लग्नुपर्ने त डेरिभेटिभ हो, हामीलाई चाहिने भनेको डिवाई अपन डिएक्सको भ्यालु हो अल्टिमेटली है। यो चाहिने भएकाले हामीले के गर्छौँ, टेकिङ डेरिभेटिभ भन्दा पनि भयो है, अथवा डिफ्रेन्सिएटिङ अन बोथ साइड होइन, विथ रेस्पेक्ट टु एक्स भनेर भन्दा पनि भयो है। जे भन्नुहुन्छ, मैले टेकिङ डेरिभेटिभ गरेँ, तपाईँले डिफ्रेन्सिएटिङ भन्दा पनि हुन्छ। अब डेरिभेटिभ अफ लग वाइ, अब यसलाई यत्तिकै डाइरेक्टली पनि गर्न मिल्थ्यो, मैले देखाइदिएँ है।
बराबर डेरिभेटिभ अफ एक्स स्क्वायर इन्टु लग साइन एच एक्स बाई ए अपन डिएक्स। ठिक छ, अब मैले डेरिभेटिभ लगेँ है। अब हेर्नुहोस् त, यहाँ यसको लग वाईको डेरिभेटिभ हुन्छ 1/y इन्टु डिवाई अपन डिएक्स। किन हुन्छ भने एक्सको रेस्पेक्टमा वाईको डेरिभेटिभ लगिरहेको छौँ नि है, डिवाई बाई डिएक्स थपिन्छ मल्टिप्लाईमा, चेन रुलको कारणले गर्दा है, यो रेस्पेक्ट मिलाउनु पर्छ। अनि यसमा चाहिँ यु इन्टु भीको फर्मुला लाग्छ। यु इन्टु भीको फर्मुलामा हामीलाई थाहा छ होइन, युलाई जस्ताको जस्तै राख्ने इन्टु डेरिभेटिभ भन्न खोजेको डिवाई डिएक्स अफ लग साइन एच एक्स बाई ए प्लस होइन। अब प्लस गरिसकेपछि यो यु हो भने यसलाई चाहिँ हामीले भी मानेछौँ। अब भीलाई जस्ताको तस्तै राख्ने लग साइन एच एक्स बाई ए जस्ताको तस्तै इन्टु डेरिभेटिभ अफ फर्स्ट फङ्सन भन्नुको मतलब युको डेरिभेटिभ भन्नुको मतलब डी बाई डिएक्स अफ एक्स स्क्वायर। यसरी कसरी बुझ्नुहोस् भने फर्स्ट फङ्सन जस्ताको तस्तै इन्टु डेरिभेटिभ अफ सेकेन्ड फङ्सन जस्ताको तस्तै सेकेन्ड फङ्सन जस्ताको तस्तै डेरिभेटिभ अफ फर्स्ट फङ्सन। यो भनेको यु इन्टु भीको फर्मुला लगाएको हो, तपाईँलाई थाहा हुनुपर्छ प्रायः सबैलाई है। अब त्यसपछि सल्भ गरौँ। लेफ्ट साइडमा के बच्छ भने 1/y डिवाई बाई डिएक्स जस्ताको तस्तै छँदैछ। यता चाहिँ अब डेरिभेटिभ लग्यो भने एक्स स्क्वायर इन्टु, हेर्नुहोस् त, एक्स स्क्वायर इन्टु जस्ताको जस्तै यसको डेरिभेटिभ लग्यो भने लगको हुन्छ त्यही भएर साइन एच एक्स बाई ए है, लग साइन एच एक्स बाई ए हुन्छ इन्टु साइन एच एक्सको बाई ए को डेरिभेटिभ लग्यो भने कस एच एक्स बाई ए इन्टु यो एङ्गलको पनि डेरिभेटिभ लाग्नुपर्छ 1/a प्लस अब लग साइन एच एक्स बाई ए त जस्ताको जस्तै इन्टु यसको डेरिभेटिभ लग्यो भने 2x हुन्छ है। यो अब जान्नुपर्छ डेरिभेटिभ लग्न फर्मुला थाहा हुनु पऱ्यो है। लग भनेको लग एक्सको डेरिभेटिभ भनेको चाहिँ के बुझ्नुहुन्छ हामी 1/x हो भन्छौँ नि है। त्यसै गरी लग साइन एच एक्सको डेरिभेटिभ भनेको 1/sin एच एक्स बाई ए हो। योसँग यसको डेरिभेटिभ लग्नुपर्छ एकचोटि, फेरि एङ्गलको डेरिभेटिभ लग्नुपर्छ अर्कोचोटि है। ल यति कुरा जान्छौँ भने अब सल्भ गरौँ। अब डिवाई बाई डिएक्सको भ्यालु चाहिएको हो, वाइलाई राइट साइडतिर पठाउँ अनि यसलाई चाहिँ म्यानेज गरेर लेखौँ, एरेन्ज गरेर। अब कस एच एक्स अपन साइन एच एक्स बाई ए भनेको चाहिँ के होला, यसलाई कट लेख्न मिल्ला है, एक्स स्क्वायर कट एच एक्स अपन ए इन्टु 1/a। अब योसँग मल्टिप्लाई नगर्नु होला, यो एङ्गल हो है, प्लस लग अब साइन एच एक्स अपन ए इन्टु 2x जस्ताको छ। योसँग पनि मल्टिप्लाई हुँदैन है, एक्स योसँग मल्टिप्लाई हुँदैन, यो भनेको एङ्गल हो, अलग्गै लेख्नुपर्छ। देयरफोर डिवाई आउट अफ डिएक्स। अब यहाँ हेर्नुहोस् त, हामीले क्वेसनमा सुरुमै वाई भनेको यति हो भनेको थियौँ नि है। त्यसो भए यो वाईको सट्टामा हामी के गर्छौँ, साइन एच एक्स बाई ए को होल पावर एक्स स्क्वायर सिफ्ट गर्छौँ है। एक्स स्क्वायर सिफ्ट गरिसकेपछि अब यसलाई मिलाएर लेखौँ 1/a अथवा यसलाई चाहिँ एक्स स्क्वायर भनेर लेख्न सक्छौँ, एक्स स्क्वायर अपन ए कट एच एक्स बाई ए है, एक्स बाई ए प्लस अनि यो 2लाई अगाडि ल्याउँ, एक्सलाई पनि अगाडि ल्याउँ, लगभित्र साइन एच एक्स अपन ए। ल यो तपाईँको फाइनल एन्सर हो डिवाई बाई डिएक्सको भ्यालु। त्यसपछि मसँग अर्को क्वेसन पनि छ, यो पनि इम्पोर्टेन्ट क्वेसन हो। यस्तो क्वेसनहरू पनि आउँछ। अब यसमा पनि लेट गर्नुपर्छ, सिमिलर तरिका हो। वाई बराबर कस एस इन्भर्स एक्स बाई ए छैन है, एक्स मात्रै छ, को होल पावर कति छ, साइन एच एक्स। अब बुझ्नुहोस्, यस्तो क्वेसन आयो भने लग लग्नुपर्छ, टेकिङ लग अन बोथ साइड। अब यहाँ लग लग्यो भने लग वाई बराबर चाहिँ यसलाई चाहिँ साइन एच एक्स जस्ताको जस्तै कस एच इन्भर्स एक्स अपन ए, सरी होइन है, थोरै मिस्टेक भएछ। यसलाई कसरी लेख्ने भने साइन एच एक्स अगाडि आउँछ इन्टु लग है, लग लगाएको छौँ नि त है हामीले, लग लग्यो भने त कस एच इन्भर्स एक्स जस्ताको जस्तै हुन्छ। ठिक छ। अब यसपछि मैले सिकाएको के थिएँ, डेरिभेटिभ लग्नुपर्छ। दुइटै साइडमा डेरिभेटिभ लग्यो भने हामीले के बुझ्ने भने दुइटै साइडमा डेरिभेटिभ लग्यो भने अब डिवाई बाई डिएक्स। अब मैले यहाँ डाइरेक्ट डेरिभेटिभ लग्ने भनेर लेख्नुपर्छ होइन। अब लेखौँ, यहाँ के लेखौँ भने डिफ्रेन्सिएटिङ भनेर लेख्दा पनि हुन्छ, अथवा डेरिभेटिभ टेकिङ डेरिभेटिभ भनेर लेख्दा पनि हुन्छ है।
डिफ्रेन्सिएटिङ अन बोथ साइड विथ रेस्पेक्ट टु एक्स ठिक छ। अब यति गरिसकेपछि हामी के गरौँ डिफ्रेन्सिएटिङ गरौँ। मैले डाइरेक्टली डिफ्रेन्सिएट गरेँ है। अब लग वाईको डिफ्रेन्सिएसन भनेको 1/y dy अपन dx हुन्छ। यो बुझ्नुपर्छ तपाईँले। अब फ्रिक्वेन्टली गरिराख्यो भने इजी हुन्छ। यो बुझेको हुनुपर्छ है। लग वाईको डेरिभेटिभ हुन्छ यति नै। त्यसै गरी अब यहाँ साइन एचलाई मैले के गरेँ साइन एचएक्सलाई त्यस जस्ताको त्यस्तै राखेँ। सेकेन्डको डेरिभेटिभ लगेँ 1/मा लगको डेरिभेटिभ भन्यो भने कस एच इन्भर्स x/a यो कसरी हुन्छ भनेर मैले फर्स्टवाला क्वेसनमा बुझाइसकेको छु है। अनि इन्टु यसको डेरिभेटिभ लग्छौँ है। अब हामी एकचोटि यो x/a छैन है। यहाँ कस एच इन्भर्स एक्सको डेरिभेटिभ लग्छौँ। यसको डेरिभेटिभ हामीलाई थाहा छ। कस एच इन्भर्स एक्सको डेरिभेटिभ यस्तो हुन्छ। यसको डेरिभेटिभ के हुन्छ भन्नुहुन्छ भने यस्तो हेऱ्यो भने कस एच इन्भर्स एक्स भन्यो भने 1/मा रुटभित्र है 1/मा रुटभित्र 1 माइनस होइन है एक्स स्क्वायर माइनस 1 है। अब फर्मुलाहरू अलिकति रिमेम्बर गर्न अलिकति टाइम लाग्छ है। यसलाई चाहिँ अलिकति बुझेर गर्नु होला। यो फर्मुलाहरू याद गर्नु होला है। यसको भ्यालु नै यति नै हुन्छ। अनि यसको डेरिभेटिभ हो है। अब हामीले एङ्गलको डेरिभेटिभ लग्थ्यौँ तर एङ्गलसँग केही पनि छैन भने एङ्गलको डेरिभेटिभ नलग्ने ठिक छ। लगे पनि 1 आउँछ होइन। अनि त्यसपछि यो यसको डेरिभेटिभ भयो अनि प्लस गर्छौँ है। फर्स्ट फङ्सन जस्ताको तस्तै इन्टु सेकेन्डको डेरिभेटिभ गऱ्यौँ। अब सेकेन्ड फङ्सन लग कस एच इन्भर्स एक्स जस्ताको जस्तै यसको पछाडि है। यसैको पछाडि इन्टु साइन एचएक्सको डेरिभेटिभ भनेको त कस एचएक्स हुन्छ है। अब अलिकति ठाउँ पुगेन यहाँ ठाउँ पुगेन सिम्पली गरौँ 1/y। अब dy/dx मात्र राखौँ लेफ्ट साइडमा। y जस्ताको त्यस्तै छँदैछ साइन एचएक्स इन्टु 1/कस एच इन्भर्स एक्स है इन्टु 1/। अब यसलाई चाहिँ यत्तिकै छोडिदिँदा पनि हुन्छ है केही फरक परेन। 1 इन प्लस लगभित्र अब यहाँ हेर्नुहोस् है के गर्ने ल ठिक छ है। ल लग कस एच इन्भर्स एक्स इन्टु कस एच एक्स यति नै हुन्छ ठिक छ। अब यसमा वाईको भ्यालु के गरौँ हामी सब्स्टिट्युट गरौँ। वाईको भ्यालु त यति हो वाईको भ्यालु त यो हो भनेपछि सब्स्टिट्युट गरौँ यसलाई। ल एकछिन यहाँ देखिरहेको छैन है। ल यहाँ हेरौँ। ल यति चाहिँ हाम्रो यहाँनिरै हुन्छ। यति भइसकेपछि अब फेरि सब्स्टिट्युट गरौँ। यसलाई एरेन्ज गरेर राखौँ र सब्स्टिट्युट गरौँ। यो हाम्रो एन्सर हो। अब यसमा चाहिँ कस एच इन्भर्स एक्सको पावर साइन एच एक्स होइन। अनि बाहिर चाहिँ बस्छ के भन्नुहुन्छ भने यसलाई साइन एच एक्स अपनमा चाहिँ रुटभित्र 1 माइनस है एक्स स्क्वायर माइनस 1 है। यसलाई एक्स स्क्वायर माइनस 1 जस्ता जस्तै इन्टु 1/मा कस एच इन्भर्स एक्स। सानो मिस्टेक भइदिन्छ है यहाँ स्टेपहरू सही भयो भने सार्न तलमाथि गलत भइदिन्छ अनि इक्जाममा नम्बर काटिन्छ है। ध्यान दिनु होला। त्यही भएर 1/x जस्तै अनि कस एच एक्स यति नै तपाईँको एन्सर हो। यो भनेको फाइनल एन्सर हो है। यसरी चाहिँ सल्भ गर्न सकिन्छ। इजी छ। थाहा पाउनुपर्ने के रहेछ सामान्य डेरिभेटिभका नियम र यसका फर्मुलाहरू। मैले फेरि पनि एउटा सेटको क्वेसन ल्याएर आएको छु। अलिकति नयाँ जस्तो लाग्यो मलाई यो क्वेसन यो टाइपको क्वेसन है। क्वेसन नम्बर 21मा के दिएको छ डेरिभेटिभ dy/dx अफ एक्सको पावर साइन वाई इक्वल्स टु वाईको पावर कस एक्स भन्ने क्वेसन। यो मैले अलिकति नयाँ जस्तो लाग्यो त्यही भएर यो क्वेसन गर्छु है। म यो क्वेसनमा चाहिँ के दिएको छ क्वेसनले भन्यो भने यहाँ यसरी लेखौँ निकाल्नुपर्ने डेरिभेटिभ हो अरू केही पनि होइन है। लेट गरौँ त्यही भएर सुरुमै हेर निकाल्नुपर्ने के त भन्यो भने साइन वाई दिएको छ एक्सको पावरमा है इक्वल टु वाईको पावरमा चाहिँ कस एक्स दिएको छ। निकाल्नुपर्ने भ्यालु dy/dx को है। ध्यान दिनु। अब dy/dx मैले क्वेसनलाई उता सराएँ एकछिन। ल यहाँ हेर्नुहोस् है dy/dx को भ्यालु निकाल्नुपर्ने। अब यसमा गर्नुपर्ने अब कति धेरैलाई कन्फ्युजन लाग्छ के गरौँ हामीले के गर्ने डाइरेक्टली
लग गर्ने है। अब यसमा लेट गर्नु परेन टेकिङ लग अन बोथ साइड गरौँ इजिली हुन्छ है। अनि लग टेक गऱ्यो भने यहाँ चाहिँ अघि सिकाइसकेका छौँ है, मैले अघिल्लो क्वेसनहरूमा सिकाइसकेका छौँ। लग लग्यो भने के हुन्छ, साइन वाई इन्टु लग एक्स हुन्छ बराबर यहाँ चाहिँ कस एक्स है इन्टु लग वाई हुन्छ। अब ध्यान दिनुहोस्, यहाँ एक्स र वाई एक्सचेन्ज हुनसक्छ है, ख्याल गर्नुहोस्। माथि साइन वाई छ, साइन वाई नै राख्नुहोस्। अनि अलि यो सार्नमा पनि धेरै मिस्टेक हुन्छ यस्तो क्वेसनहरूमा। अब डेरिभेटिभ लगाउँ बोथ साइडमा है। अब डेरिभेटिभ लगाउँ, टेकिङ डेरिभेटिभ अन बोथ साइड है, बोथ साइड विथ रेस्पेक्ट टु एक्सको रेस्पेक्टमा डेरिभेटिभ लगाउँ। अब डेरिभेटिभ लग्न हामीलाई आउँछ यु इन्टु भ्यूको फर्मुला त देखिरहेछौँ है हामीले, यहाँ लाग्ने छ किनकि दुईवटा फङ्सन मल्टिप्लाईमा छन् भनेपछि यु इन्टु भ्यू। अब मैले गरेँ अलिकति कसरी गरेँ भने युलाई जस्ताको जस्तै, भन्नुको मतलब साइन वाई जस्ताको जस्तै इन्टु लग एक्सको डेरिभेटिभ भनेको 1/x हो नि है, लग एक्स। अब रेस्पेक्ट के को हो भने हामीले एक्सको रेस्पेक्टमा डेरिभेटिभ लग्छौँ है जहिले पनि, किनकि dy/dx निकाल्नु छ। अब प्लस लग एक्सलाई जस्ताको तस्तै इन्टु साइन वाईको डेरिभेटिभ भनेको साइनको डेरिभेटिभ कस वाई, ठिक छ, साइनको डेरिभेटिभ कस वाई इन्टु वाईको त छ नि है यहाँ, भन्नुको मतलब वाईको रेस्पेक्टमा हो भने dy/dx। ल चेन रुल लाग्छ यहाँनिर है। अनि इक्वल्स टुमा हेरौँ त एकछिन, इक्वल्स टुमा कसरी यता लेफ्ट साइडतिर हेरौँ त, यसमा फेरि पनि त्यही फर्मुला लगाउँ। कस एक्सलाई जस्ताको तस्तै यो भनेको 1/y लग वाई, 1/y dy/dx है, किनकि लग वाईको डेरिभेटिभ 1/y अनि रेस्पेक्ट नमिलेका लेखेँ dy/dx थपेको, ठिक छ। प्लस गरौँ। अब लग वाईलाई जस्ताको तस्तै राख्यौँ है, लग वाईलाई जस्ताको तस्तै इन्टु फर्ममा। अब कस एक्सको डेरिभेटिभ लग्नु पऱ्यो नि है, कस एक्सको डेरिभेटिभ भनेको माइनसमा साइन एक्स हुन्छ। अब एक्सको डेरिभेटिभ लग्नु परेन किनकि एक्सको रेस्पेक्टमा छ। अब हेरौँ है एकछिन, अब यहाँनिर अलिकति ठाउँ पुगेन, ल यहाँ हेरौँ। अब के गर्ने भन्नुहुन्छ भने अर गरौँ। यहाँ हेर्नुहोस् है, अब यसलाई एरेन्ज गर्नुहोस्, dy र dy/dx भएका एकातिर ल्याउँ र नभएका अर्कोतिर लगाउँ। भन्नुको मतलब यहाँ योसँग छ, यसलाई चाहिँ अगाडि ल्याउँ है। ल अगाडि ल्यायौँ भने अब यहाँ हेर्नुहोस् है, अगाडि मैले के गरेँ, यसलाई अगाडि ल्याएँ, लग एक्स इन्टु कस वाई dy/dx छ माइनस कस एक्स इन्टु 1/y है। ल ठिक छ, कस एक्स इन्टु 1/y जस्ताको जस्तो देखिरहेछौँ, dy/dx छँदैछ इक्वल्स टु, यसलाई उता लगाउँ, यो चाहिँ माइनसमा छ है, फेरि ख्याल गर्नुहोस् यो साइन माइनस छ, माइनस लग वाई इन्टु साइन एक्स जस्ताको तस्तै, अनि यो वाला आउँछ माइनसमा साइन वाई इन्टु 1/x है। यति कुरा ध्यान दिनुभयो, किन लग्यौँ होला, dy/dx कमन आउँछ होइन, त्यो कारणले हामीले एकातिर ल्याएको यसलाई। अनि अब लगाउँ, त्यसो भए dy/dx लाई कमनमा, dy/dx कमन आउँछ। अब मैले यहाँ स्टेप फरवार्ड गरेँ, एक स्टेप जम्प गरेँ है, बुझ्नुहोस् कसरी भने dy/dx कमन आउँछ र भित्रको बाँकी यता डिभाइडमा जान्छ। अब माइनस साइन यहाँबाट कमन लगाउँ दुईटैबाट, लग वाई इन्टु साइन एक्स माइनस होइन, सरी प्लस है, माइनस कमन आउँछ। अनि यतातिर हेर्नुहोस् त, अब यहाँ यति भइसकेपछि योबाट बाँकी रहेको के छ, लग एक्स बाँकी छ इन्टु कस वाई माइनस है, अनि कस एक्स इन्टु 1/y यो बाँकी छ है, यो बाँकी छ। ल यो बाँकी छ भने अब क्वेसनले कुन तरिकाले एन्सर राखेको छ भन्ने कुरा हो। तपाईँले यहाँ यो अपनमा छ, यसलाई हटाउन पनि सक्नुहुन्छ है। अब मैले यसलाई सिम्प्लिफाई गरेर नि राख्ने, dy/dx हो, माइनस साइनलाई क्यान्सल गर्नको लागि यहाँबाट माइनस कमन लगाउँ, अनि माइनस साइन इजिली क्यान्सल हुन्छ, एक्सले यता मल्टिप्लाई गरौँ है। यो भनेको एक्स इन्टु साइन एक्स, अलिकति एरेन्ज गरौँ है,
log y प्लस sin y अनि यहाँबाट चाहिँ 1/x बाहिर कमन आउला नि है 1/x बाहिर लेख्न पाइन्छ सरी 1/x है अपनमा हेर्न दिनुस् है यहाँबाट पनि y गरे भने 1/y बाहिर लेख्न पाइन्छ है अब मैले यहाँ माथि ताने ल यसलाई यसरी तानौँ है ठीक छ ल अब यहाँ हेर्नुस् त यसबाट के बच्छ माइनस साइन कमन लगेर क्यान्सल भइसकेपछि यो त अगाडि आउँछ यो अगाडि आउँछ भन्नुको मतलब यो प्लस भएर आउँछ cos x हुन्छ ठीक छ अनि यसले मल्टिप्लाई गरेर माइनसमा जाने हो यो log y लेखौँ है सुरुमा y इन्टु किनकि यसले मल्टिप्लाई गर्छ नि है एलसिएम लग्यो भने एलसिएम लगेको भने log x इन्टु cos y अब नबुझेपछि तपाईँले के गर्नुहुन्छ एक स्टेपमा साइन कमन लगेर यसलाई क्यान्सल गर्नुहुन्छ एक स्टेपमा यसको र यसको एलसिएम लग्नुहुन्छ यसको र यसको पनि एलसिएम लग्नुहुन्छ अनि अन्तिममा बच्ने यति नै हो यो चाहिँ माथि गएर मल्टिप्लाई हुन्छ अनि त्यो भएर अब यसलाई जसरी पनि क्वेसनले कसरी एन्सर दिएको छ भन्ने कुरामा भर पर्छ ल अब यसलाई गर्यौँ भने हामीले एभरेजमा के बुझ्ने हो भन्नुहुन्छ भने ल ठीक छ अब चाहिँ यो माथि चाहिँ गएर y/x हुने हो y/x हुने हो है अनि त्यसपछिदेखि लिएर यो चाहिँ y/x हुने हो टक्क पारेर अनि यसलाई चाहिँ x sin x log y है प्लस sin y अपनमा चाहिँ cos x माइनस y log x इन्टु cos y यसरी चाहिँ राख्न सक्नुहुन्छ ठीक छ यो चाहिँ फाइनल एन्सर हो यति लेखे पनि हुन्छ यसलाई चाहिँ जसरी पनि एरेन्ज गर्नुहुन्छ फेरि क्वेसनले यो माइनस साइनलाई यहाँ कमन लगाएर राखेको हुनसक्छ यसलाई उल्टाउनको लागि है अब यो जसरी गर्दा पनि हुन्छ बुझ्नुपर्ने मेन थिम भनेको के हो भने यो क्वेसनमा डाइरेक्टली लगेर सल्भ गर्नुपर्छ भन्ने हो है ल यो भिडियो हेरिदिनु भएकोमा धन्यवाद छ आजको लागि हामीले 3टा मेजर कन्सेप्टहरु पढ्यौं यस्तै क्वेसनहरु छन् बुकमा पनि यस्तै छन् सेटमा पनि अथवा सोलुसनमा पनि सोलुसन बुकहरुमा पनि यस्तै क्वेसनहरु गरेको पाइन्छ अनि क्वेसन सेटहरुमा पनि यस्तै क्वेसन हुन्छन् त्यही भएर मैले धेरै फरक क्वेसन पाइन यो क्वेसनलाई अलि फरक देखेर यहाँ सल्भ गर्दैको छु